गाइज वेलकम टु द न्यू भिडियो न्यू ब्लग। अहिले चाहिँ छौँ हामी मुगलिन बजारमा। हामी चाहिँ जान लागेको चाहिँ खासमा 12 सिङ्गे बियर फ्याक्ट्री हो। एउटा नाम नि अघि सानो बजार कस्तो एउटा नाम हो गीत गाउनु दाइले ठिक छ नि। अग्लो हेर म सबसे अग्लो रहेछ। हामी खासमा हिजो काठमाडौँबाट फर्किने बेलामा 12 सिङ्गे फ्याक्ट्री जानु लाग्यो। हजुरहरूले धेरै सुन्नु नि लग भाँच्छ है गाडीको। कस्तो लग भाँच्छ छ र यस्तो तान्नेको त्यो तिमीले भाँच्यो होला हिजोदेखि अस्तिसम्म यहाँ सुन्नु न। हिजो खासमा हामी राति भाँच्यो होला नि कारबाट जाँदा। ओ त्यो हात छोडा त यहाँ यो सिट अघि खासमा हामी हिजो 12 सिङ्गे बियर फ्याक्ट्री जाने भनेर गएको। अलि बेलुका पुगेको थियो। हजुर फेरि खाएपछि धेरै खान्छ होला भनेर अब बेलुका बस्न दिनु भएन हामीलाई। त्यही भएर चाहिँ अहिले हामी कपाल त के छ यार। बिहानको ट्याक्क 11 बजे चाहिँ भ्या जाँदैछौँ। कस्तो खासमा नजाने भने कि लाडो दाइ रुनै लाग्यो क्या। 12 सिङ्गे जाम कि जाम भनेर छुट्टी है छुट्टी दैले बसेर लाग्यो ले डाइले खानेको के 12 सिङ्गे जानुपर्छ क्या दाइ भनेर के जिस्कायो। अरे दिरे दाइले भ्लग हेरेको भने दिरे दाइले गर्दा पोर्क तावा र विङ्स खान जानु पर्यो भनेर ब्याक भएर हिजो त्यहाँबाट बन्द भएर फर्केको त सेन्ट्री भएको होइन। एकछिन त बोल्दै नबोल्दै गयो कि यो दाइ त्यहाँबाट फर्किँदै गरेको त। हजुर किन बोल्ने कस्तो काठमाडौँबाट त्यत्रो सपना बोकेर आयो के अनि दाइलाई 12 सिङ्गे कतिको एक्साइटेड के छ? ठिकै छ मलाई। अब म त खान्न बिमार हो मलाई केही छैन। ट्र्याक्टर चलाएर अनि मै मात्र गाइस यहाँ पनि आउँछ अब के धेरै के थोरै मिठो नमिठो नराम्रो राम्रो नराम्रो होइन। हामी चाहिँ अब 12 सिङ्गे घुम्नु लागेपछि अब यसो हजुरलाई के कस्तो छ त्यो भाइ गर्लफ्रेन्ड लाइन हेर्न भन न तिम्रो तारी हेर्न भन न। गर्लफ्रेन्ड कसो गर्लफ्रेन्ड तिम्रो मेरो चाहिँ हेर्छ हेर्छ नाम भन नाम तोकेर भन्नु नि त ल। हिम्मत आँट आँट ल है ल आँट आँट हेर्छु। यहाँ फेरि गीत गर्छ नि उसले रिड गर्छ फेरि के हो र। ठिक छ हुन्छ कि सबै भन्नु त हजुरले हजुरको गर्लफ्रेन्डको नाम। मेरो परविना कुन पिके छैन सुमन दाइ र चिरुवा गर्लफ्रेन्ड सिङ्गल चिरुवा र बिरुवा बिरुवा चाहिँ चिरुवा रहेछ यार। सुडन दाइ र म त सिङ्गल हो नि त। ल यस्तो छ है गाइजहरू। मजा गरेको पागल हेर्नु के बनाउँछ हुन्न। ल है गाइज गुरिन्टारको मेन बजार कटेर यहाँबाट चाहिँ बोर्ड देख्न सक्नुहुन्छ हजुर 12 सिङ्गेको 800 मिटर भनेर भित्र रिभर साइड स्प्रिङ रिजोर्ट भन्छ त। यो सुरन 8 किलोमिटर भित्र ओके 8 किलोमिटर दाइ 800 रहेछ। आजन बन्द रहेछ नि जिन्दगी यहाँ नाम्ने साइड लाइदिने है। आज नि बन्द अन्त हजुरको हरि मन दुख्ला जस्तो छ होइन। आजन बन्द नि जिन्दगी आइन ल साह्रै ठिकै खाइन्न खाइ पनि होइन यसमै गरौँ। अनि फेरि ब्रेक गरेर भयो। यिनीहरूको रिसोर्ट कत्रो त चल्छ क्या मलाई। यहाँ 12 सिङ्गे आउने हाल्ने छ नि लोडेड त यहीँ बस्छ। स्विमिङ पुल पौडी खेल्दै क्या रक्सी पाइन्छ जान्छ स्विमिङ गर्दै ट्याक्टर बाह्रै त्यही त्यहाँ भन्छ हिजो फर्काइदिनु भयो आज त मिल्दैन होला नि फर्काउनु। त बस्नु त नबस्नु टुरिस्ट बससम्म आइसक्यो दाइ। क्यारम खेल्ने होला दाइ। कहाँ खुल्दैन क्या अहिले ओपन ओपन ल है ओपन भन नि त त्यहाँ दिदीलाई फेरि आयो तर दिदी थिएन र हिजो। ल हो त्यो चाहिँ यो दिदी होला होइन सोध्न त इन्ट्री गराउँछ भाइ। ल है यहाँ 12 सिङ्गेमा चाहिँ इन्ट्री गर्न पर्ने हुँदो रहेछ। हजुर भन्नु त 98251 92377 पोखरा हजुर सुडन मगर। हिजो फर्केको नि दिदी 8 बजे फर्काइदिन नि हामीलाई ट्याक्कै यहाँ 9 बजे खुल्ला हुन्छ नि आएको अनि फेरि त्यहाँ बसेर फेरि आज आएको। ओपन चाहिँ कति बजेबाट हो खासमा? 11 बजेबाट। ए हस् थ्याङ्क यू दिदी। धन्यवाद। ल इनाम दाइ ल 12 सिङ्गे गाडी खतरा मार्ने पार्किङ यहाँ जानु रहेछ। उप्पी पार्किङ आम्मामा यो त रिजोर्टै जस्तो रहेछ त।
हामीलाई सिनेमेटिक जय बारसङ्गे के छ गुरुङ फिल्मको हिरो ठिक छ अब आइयो नि त बल्ल आफ्नो ठाउँमा होइन हाम्रो एजिआइपी 1 लिटरको मग म्याङ्गो पाइनएप्पल ओरेन्ज एन्ड बेरिज लाउड्दै यस्तो मिसाएर आज त पानी पिउनै पर्दैन हौ यो पिएपछि त तुरिन्छ यो फेरि मैले त अलि आटेको खिच्दै गरौँ ओए फोटो खिच्दै हाल अहिले यो भोलि भएको बेला हामी त स्टिल नै बारसिङेमा छौँ बिहान 11 बजे आएर मैले कति बज्यो भाइ कस्तो लाग्छ तिमी हाम्रो त ठिक लाग्छ तिमीलाई कस्तो लाग्छ बिना बियरको ठिकै लागेछ रे ए ठिकैमा हाम्रो त ठिकै बबालै लाग्छ तिमीलाई कस्तो लाग्छ तिमीलाई कस्तो लाग्छ बिना बियरको इरिटेट भएको नि कस्तो म कहिले खान्छ मैले हामी दुईजना कहिले खान्छ रे हिजो कसले 2 बोतल खराको फेरि हामी दुईजना त केही खाएको छैन त्यसको प्रुफ नि छ म हाल्छु स्टोरी है त तर फेरि इन्स्टा बेसी चलाउँदा गाइस ओन्ली टिकटक के अरे टिकटक नि होइन गाइस व्हाट्सएप र अनि युट्युब है युट्युब अनि तिम्रो भन्नु नि त च्यानल भन्नु आइम अ सोल्जर त्यही हो कि फेरि टाइटल हो फेरि हेरेको त टाइटल आएर सोध्छ कि अब ल गाइजहरू यहाँ चाहिँ मेलै लागे जस्तो हुँदो रहेछ दिन गएको थाहै छैन यहाँ बस्दा 11 बजे कति 11 बजे अहिले कति बजे त हेर्नु 3 त बज्यो होला 2 बजे 2 बज्यो 2:30 एकछिनमा चाहिँ हामी उता पार्कतिर पनि जान सक्छौँ कस्तो हुँदैछ हजुरलाई यहाँ को हिरो चिक छैन त्यस्तो हिरोले यार फेरि हजुर फेरि केटीकै घुमाइफेरि केटीकै हो कि कुरा यो दाइ यतिको त हुनुपर्छ कि होइन सुडान चिक छैन भन्दैपछि अनि युट्युबमा पनि नचिन्नेले नि अनि को त नि हाम्रो मिलाइदिनु भन केही छैन कि यहाँ अब यहाँ जस राम्रो छ के हो भने यहाँ वातावरण चाहिँ कस्तो छ भन्दाखेरि भन्नु सिल पारमा ट्याक्क बस्ने घाम ताप्दैन जाडोमा अहिले साइड बनाएन सरकार गल्ती भयो है सरकारले साइडमा राखिदिनु पऱ्यो क्या सरकार चाहिँ गर्मीमा इन्जोय हुन्छ यहाँ आउँदै थियो जाडोमा इन्जोय हुँदैछ नि त यहाँ घाम ताप्दै ट्याक्क तिनसुरी खोला ट्याक्क हेर्दै अनि यस्तो नेचर हेर्दै होइन अनि हामी कहाँ गइन्छ त नि अब तिमी स्याङ्जाबाट पोखरा आउनुभन्दा पोखराबाट यता आएको जित्ने रहेछ कि होइन त बरु दोरी कलर जानुभन्दा बरु यहाँ आउनु बेस्ट रहेछ होइन दोरी कलर भन्दा बेस्ट यहाँ रहेछ दोरी भन्दा बर्थडे पनि मनायो नि यहीँ बेस्ट क्या अल बेस्ट अब त हामी त यहीँ हो धाउने नै यहीँ हो कि अब त होइन जक्सन सक्छ हाम्रो नेक्स्ट भन्दा यहाँको लोकल परेन लोकल भएको दिल्ली सुत्ने चाहिँ ट्याक्क कि मुगलिन जाने कि यहीँ मुगलिन नै ठिक छ है रुम हिजोको हाल रे ठिक छ नि त नि हिजोको रुम ट्याक्क गरेर सुत्न हिजोको त बबाल हो कि 500 लाउडले भन्छ नि मात्र 500 त बबाल रहेछ नि 500 बबाल रहेछ यहाँ खाने स्विट त 20 मिनट न्यानो पनि हावा पनि नचल्ने न्यानो यस्तो बबाल हिजोको छ मलाई त मन पर्यो यहाँ चाहिँ एक काठमाडौँ क्लबबाट बार्मिज क्लब भयो लास्टमा होइन गाइस थमेल भन्नु चाहिँ यो डियो दामी छ क्या हो कि होइन लाइन भन्नु यो राम्रो हो कि घाम तापे यस्तो मलाई घाम लागिरहेको छ मेला जस्तो पिकनिक आए जस्तो हुँदो रहेछ यहाँ फेरि बियर सियर नखानेलाई त बोरै हुन्छ फेरि
कस्तो हुन्न म बिन्दास बस्छु त यो यही इक्जाम्पल बिन्दास बस्छु त म बोर बस्छु ए दाइ यार झ्याउ लाग्यो त्यहाँ त कति बेला भन्ने त्यो त केटीहरू नआउँदा पो झ्याउ लाग्यो है के म केटी नआउँदै झ्याउ लाग्यो केटीहरू आएपछि त अनि कहाँ देखाएको नि त हेर्दा अब हेर न जुन देखे राम्रो नि जुन देखे जुन राम्रो फुल देखे फुल राम्रो भने जस्तो के सही हो यत्तिकै चाहिँ भन्नुपर्छ है 12 सिङ्गेमा केटी नै केटी त्यही भएर लाउँदै आएको होइन होइन म त एकचोटि कस्तो देश लिन आएको अर्कोचोटि गएर चाहिँ अर्कोचोटि केटी राम्रो राम्रो आउँदो रहेछ भनेर चाहिँ म आउँछु है फेरि हिजो यहाँ छिरेर तल्का हानिम है बिहान हामी तल्का हानिम रहेछ हिजो छिरेर हो हिजो यहाँ आयो त हामी त फेरि हिजो आएको अहिले चाहिँ घर सुतेर बसिन्छ है तल्का हानिम थियो के भन्छ अरे हामी आएको यहाँ बिहानै हो हामीबाट यहाँ 20-25 जना फेरिसक्यो हाम्रो अगाडि 25 होइन 200-300 जना हजुरले भन्दैन न हामी आइसक्यो गेट खोल्यो नि त गेट क्लोज थियो अनि त्यो गरेर ओपन गरेर अनि हामी इन्ट्री गरेर छिरेको नि त मैले त 20-25 जना दिएको सुन 200 जना त चेन्ज भयो कि नै भन त भनेको हाम्रो अगाडि के हाम्रो अघि के हाम्रो अगाडिमा यो एउटा टेबलमा मात्र 30-40 जना भन न बरु 20-25 जना हामी आउँदा हामी एउटा मात्रै गाडी थियो नि त अहिले हेर त्यहाँ कतिवटा चेन्ज भइदियो बस सस आएर पनि कति चेन्ज अझ भयो उता पार्कमा त कति धेरै थियो पार्क पनि गइन्छ गाउँतिर घुमेर सबलाई उता ऊ नाचेछ ऊ कहाँ ऊ आऊ ऊ जुम होइन जुम ऊ बेबीसँग ल ल ल एकछिन रेस्ट टोटोमा गयो होला भने त्यहीँ हुनुहुन्छ त मैले कुमा जिल्ला विकेट मगाएको मैले हो अहिले जाने रे भ्यासी सुन न दाइको हेलिकप्टर चाहिँ उहाँ छ मालेबाट ल्यान्ड हो कि भन्दै त ओइ मालेबाट ल्यान्ड हो कि भन्दै अब यो राइडर झ्यापलाई राइडरलाई खोदै हेलिकप्टर नाइ हेलिकप्टरको त कहिले खान्न कि 40,000मा स्याङ जाऊ किन कति देश त नि 40,000मा मगाएको आँखा अब जाने हो के स्यालेरी कति दिनुहोस् 40,000मा मगाएको हो अब स्याङ जाने हो उसले हामीलाई छोडिदिनु मात्रै 40,000 त्यहाँ उसले उता ल्याओस् नल्याओस् हाम्रो मात्र तिमी उसको कार लिएर आऊ हामी गइयो क्या उहाँ बुझ हजुर केमा जाने हो दाइ केमा जाने हो हजुर हेलिकप्टरमै जान्छ क्या उयो गर अनि आउनु पर्यो नि त छिटै होइन कति टाइम हेर्नु पर्यो नि त यस्तै छ है गाइस बेलुकाको 4 बज्न आँट्यो ओठ छेडेको हेर न पेट 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 अब गइन्छ हामी र सुटे छोड्छ कि यस्तो हाजी बत्तलले यो हुनु जम्मा 500 ml त खाएर रहेछ लिटर खाइयो मैले हेरेको हेरिरहेको थिएँ